वाउ दामी छ आजको आकाश चाहिँ। आज हामी कति दिन पछि चाहिँ हामी बजार जानु लागेको भन्छ। म नगएर कि यो पनि नजाने अरे क्या। मेरो मुटुको धड्कन युवामा ट्रु लभ बालेन्स हाल्यो हल्का सम्बाङलाई भनेर। गाइस आज हामी बजार जानु लागेर होला कि आकाश पनि कस्तो दामी क्या। सजिलो ब्यालेन्स पनि यसो छ नि। अन्त आज जाने दिन रहेछ अनि त्यही भएर आकाश पनि यति राम्रो भएको होला। छैन अनि अहिले हाम्रो के भन्छ आफ्नै स्टार्टिङ चाहिँ भन्छ क्या खेल्नु सर अनि बाइकमा टुटुटुटु उमर भनेर चाहिँ खेल्नु सक्छ भने तेरा गुड इभिनिङ तेरा स्कुल आउनु छैन तेरा गुड इभिनिङ होइन डक्टरले मलाई आउनै दिनु भएको छैन। हेर्नु सरले हाँसेर चस्मा लाएर हिँड्नु भने चस्मा चाहिँ माथि पो लाउँछ यहाँ लाउनु छैन यहाँ लाउँछ चस्मा। आँखामा लाउनुको लागि ल्याएको चस्मा उ यहाँ जहिले एनी टाइम यहाँ हुन्छ चस्मा दुइटा यहाँ हुन्छ चस्माको दुइटा आँखा यहाँ हुन्छ मान्छेको दुइटा आँखा यहाँ हुन्छ। अहिले पनि ऊ तल सारिहाल्नु त रोजी त ल ट्याट्टै फुटाउँछ अहिले। अस्ति यहाँ पनि ट्याट्टै फुटेको छ। धुलो उडाउँदै पाइलटको बाटोमा कुन चाहिँको चिम्टी हो कि यो हिँडमा पाइरहेको छ लगाएर हिँडेको छ रमाइलो भइरहेछ। मेरो त मासु र टमाटर मात्रै किन्नु रोज तपाईँको के किन्नु मेडिकल जानु होइन मेडिकल जान्छ फोनको टेम्पर हेर्नु छ सुन्तला किन्नु छ। सुन्तला मलाई पनि दिन्छ रोजीले एउटा सुन्तला घाँटी दुखिरहेको छ मेरो धागो किन्नु छ। ए साँच्ची मेरो पनि धागो किन्नु तपाईँको के को धागो सानो धागो लुगा सिउने। ए मेरो चाहिँ बुन्ने धागो कालो धागो किन्नु पर्थ्यो। ओ सेट भइहाल्यो अब भोलि चोखाउँला रोजी म आउँदिन है म त आउँदिन। यहाँ घाम कस्तो राम्रो देखिरहेछ यहाँ नि यहाँ चाहिँ तपाईँको खप्परको फ्यामिली मान्छे अनुहार राम्रो आयो भने ब्याकग्राउन्ड राम्रो आउँदैन जान्छ अब। कुर्की फेरि मोबाइल पसल आयौँ झलला। हामी चाहिँ अघि नै हिँडिसकेको अहिले चाहिँ एकदमै राति भइसक्यो अझै पनि सपिङ गरिसकेको छैनौँ क्या। मोबाइल पसलमै हामीलाई चाहिँ लेट भयो क्या। कति आधी घन्टा गयो होला होइन मोबाइल पसलमै। बस टेम्पर मात्रै फेर्न लगाएको थियौँ अङ्कलले आधी घन्टै लगाइदिनु भयो। अब कतिखेर सामान किनेर कतिखेर घर जानु गाली खाने पर्यो आज टुट हामीतिर त्यतिखेरसम्म बसाइरहेको छ है। मेडिकलबाट पनि किनिसक्यौँ खोकीको सार्की दादा कजार भएको सकिएको नि अँध्यारो भइसकिसक्यो बजारै छिरेको छैन। अब बजार पनि छिर्नु पर्छ बजार छिरेन भने अब बजारमा आइगएर यसो भिडियो खिचे जस्तो गर्छु ल कस्तो लाभ किरामा त केही देखेको छैन यस्तो छ गाली खाने दिन हो। यता होला आन्टी धागो छ लुगा सिउने रोजी लुकुर कलर गलिन छिटो 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 सेतो अनि अर्को कालो कसरी हो कालो कुन हो यो त ब्लू हो त पिङ्क हो यस्तो छ यसको चाहिँ बार्गेनिङ नभन् ल प्लिज एकदमै राम्रो है राम्रो बार्गेनिङ भइरहेछ बार्गेनिङ नभन्। आइफोन हो फेरि आइफोन 16 प्रो म्याक्स अब 17 आँटेको के भनेको खुल्यो छ
गुलियो ग्रान्ड गुलियो न अब बेच्ने म लोकल मान्छे हो म पारीको होइन मेरो तल टल्किरहेको नाम सुनेछ ठन्डा बस्ती उता पर भद्रपुर यसलाई पनि थाहा छ उता सस छ नि त अझिको ए हो तर के किन्नु छ अरे टमाटर म त यो दुईटा भनेर किन कसरी किलो 120 तल अहिले यहाँ यता सब्सक्राइब टु माई च्यानल भ्लगिङ हालेको तर पोस्टै गरिदिनु होला दुखेको होइन फेरि एउटा बाउली गर्दिनँ हौ गर्दिनँ मैले घरदेखि नि स्टार्टिङ गरेको थिइनँ नि त देखाउँछ उता चाहिँ देखाउन आकाशतिर अब यता नदेखाउन तिमीले भयो कहिले मान्नुपर्ने तिमीको त्यही त पो कस्तो दामी आकाश क्या हेलो जी प्र्याक्टिस मेक्स म्यान पर्फेक्ट भनेको थाहा छ साँच्चैमा अनि यो चाहिँ हाम्रो सुदीक्षा बहिनी हो पसदेव बहिनी साइड बमहरू साइड बमहरू टमाटर बम रोजी लामा सुनपारा दिन्छ के किन्दिनँ प्याज खाली धनले किन्दिनँ अनि जाउँ खाँदै काहीँ पनि छैन नि त 10 रुपियाँ दिनु 10 रुपियाँ लास्टमा आएर यस्तो पैसा दिन्छ हौ कतिवटा दुईटा ए धनले लाने रोजी दुईटा बोक्नु न 10 रुपियाँ एउटा ढुङ्ग्रे मेरो लागि एउटा ढुङ्ग्रे हजुर आज नखाम एकदमै ढिलो भइसक्यो घरबाट फोन आउँदैछ एउटा ढुङ्ग्रे मेरो लागि अर्को ढुङ्ग्रे रोजीको लागि रोजीलाई चाहिँ लाइटदेखि एलर्जी छ होइन अनि त्यही भएर मैले लाइट चाहिँ गरेको होइन रोजी चाहिँ ऊ अघि हिरोनी भइसकिसक्यो तर यहाँबाट चाहिँ साइड गर्ने पनि त है भनेर ल है खाम न त भन्नु साइड पनि गरिँदैन जाडो भयो अरे उसलाई हेर्नु पनि जाडो भयो अरे अनि यहाँ चाहिँ जुन टल्किसक्यो अभि जुन त लाग्यो ताराले मुन त लाग्यो मायाले अब हामी उता घरलाई साइडबाट पुगेर भ्लग स्टार्ट गर्छौँ ल गाइस दिदीहरू बाटोमा भेटिनु भएको दिदीहरू हाई गरिदिनु हाई भनिदिनु ल लाग्यौँ अब हामी फेरि कस्तो लाज लागेर आउँछ क्या हेर्नु मिल्दैन भने हेरेको गर्छ खतरा देखिरहेको छ नि आज चाहिँ जे होस् भइरहेको छ हामीलाई जे होस् अब हेर्नु मिल्दैन भने हेरेको गर्छ हौ हेरेको गर्छ कतिजना हेरिरहेको कि थप्पडी मैले एक्लै बोल्दै हिँडेको लागेको हामीले अघि देखाउँदाखेरि कति बजेको छ अहिले कति भइसक्यो अब त अँध्यारो भइसक्यो हेर्नु न अब घरबाट फोन आउने बेला हुनु लागिसक्यो म चाहिँ डर लाग्छ मम्मीले छिटै आइज भन्नुभएको नछो त अनि सानो त्यो भनेको अलिक डर टाइपको थियो क्या माफ गरेर हेरेँ म चाहिँ डर खानु अरे हाम्रो साइडबाट हिँड्नु अनि कहिले एडिट गरेर कहिले हालिसक्नु म दिनभर घरमा अन्त मेरो आँखा दुख्दैन क्या हो होइन पर्दैन बिर्सी
ल भयो नखाने अन्त्यमा केही भन्न चाहन्छु कि एन्डिङमा म बनाउँछु अब यहाँ बोक्नु न यो खानु अब म त नखाने खा के धेरै भयो क्या ओ भइसक्यो एउटै कति लामो हाल्नु एन्डिङ गरिदियो उसले पनि खाँदैन होइन अनि किन दुईवटा किन ढुङ्गे होइन दानमा कतिवटा 8-10 रात छोडेर एउटामा 7 के हाल्नु अनि दुईवटा प्याकेट किनेको थियो अनि अब मैले त मेरो खाइसकेँ नै भनौँ अब उसको दुईवटा उसको पनि खाइसकेँ मैले आधी अब दुईवटा मात्रै बाँकी छ अनि यति त खानु न भनेको खाँदिनँ अनि ऊ चाहिँ सिलिम अरे ए भगवान कहाँ चाहिँ सिलिम अनि म चाहिँ यस्तो मोटी धोन्द्रे जस्तो धोन्द्रे जस्तोमै फुलिसकिसकेँ पेट दुखिसक्यो खा मैले अहिले जे खाए पनि नपच्ने भएको छ पेट तपाईँले कतिवटा खानुभयो भन्नु त मैले खाएँ 5-6 वटा अनि मैले कतिवटा खाएँ तैँले खाएँ 8-9 वटा अनि यहाँ रह्यो कतिवटा एउटा दुईवटा सानो सानो झन् दुईवटा एउटा दुईटा त बढी खाएँ मैले 5-6 वटा खाएँ इ यो अनि 5-6 वटा अरे अरे यस्तो बक्सिङ अहिले ए जतिवटा खाए पनि खाएँ नि चुप लाएर तर मैले तपाईँभन्दा धेरै खाएँ नि त के बताऊ भने अनि मलाई यहाँ भुँडी दुख्यो अब यहाँ मलाई यो चाहिँ टुट भन्नु घर आउनु लाग्यो होइन त्यसरी खोजी है मुन मात्रै छ खाली मुन मात्रै छ ऊ यहाँ एउटा तारा रहेछ त्यो पनि देखिँदैन होला देखिँदैन रहेछ बाहिर देखिँदैन भने किन जबरजस्ती देखाइराख्नु त्यो पहाड हेर्दा हेर्दै साराले जुन त लाग्यो ताराले अब स्वर त ट्र्याक्टरको पर आएको छ त भन्नै पर्दैन होइन अनि अझै घाँटी पनि दुखिरहेछ यहाँ दुखिरहेछ कि यहाँ अब जेसुकै होस् बाल भएन हिँडिहाल्ने हो उयो भयो इन्डिङ गर्दैन तपाईँले यहाँबाट कतिवटा काट्नुपर्छ कतिवटा तपाईँले यस्तो मात्रै गरेर हिँडिरहेछ यसरी त्यहाँबाट इन्डिङ सिन्डिङ होइन कि अब घर आउनु 2 मिनट छ अब 2 मिनटमा त घर आइहाल्छ 2 मिनट झोला नभएर हाम्रो अवस्था सुन्तला पो त रोजौटा निकालेर दिनु नि त साँच्चै सुन्तलै दिनु भएको छैन त तपाईँले त मलाई हेलो सुरज दादा घर जानुभएको सुन्तला पनि यत्रो त छैन उसको उसमा अनि सबैभन्दा सिधा है मलाई हेपेर क्या हेपेर म ठान्छु नि त म ठान्छु ल चुज गरेर लैजा खै यो खोल्नु त म यहाँ चुज गर्छु चढ्नु लाग्यो यहाँ पिल्लिन्छ प्याक त होला यो अलिक ठुलो रहेछ लु खा त्यसो भए तै हेपेर क्या मलाई त हेपेर हौ गाइजहरू मलाई त कति छोडिदिनु न सबैले हेप्छ मलाई त सबैजनाले कसैले पनि मलाई माया गर्दैन अनि सुन्तला पनि यत्रो दिँदो रहेछ अनि यत्रो पनि आइज के गर्ने यस्तो छ अहिलेको जिन्दगानी 1 इन्चले भए पनि 2 इन्चले भए पनि ठुलो त ठुलो छ नि यो अनि के भन्छ अनि यहाँ चाहिँ हाम्रो नयाँ घर बन्नेको छ अनि हामी त मान्छे त पुरानै हो हाम्रो नि चिनी बास छ यो होइन बस्दै सरेर आएको होला त्यस्तो होइन खासमा चाहिँ यो युट्युब च्यानल चाहिँ उहाँको हो अब उहाँलाई चाहिँ बाल दिँदिन अब उहाँ मसँग हुँदाखेरि त जहिले मैले हो बनाउने ठिक छ उहाँभन्दा अलिक धेरै ट्यालेन्ट छ क्या ममा मैले मात्रै नखोलेको क्या म पनि कुन दिन खोल्छु कि अनि यसो यताबाट विज्ञापन गरौँला नि डन्ट वरी अहिले त बल्ल जम्मा 10मा त पढ्दैछु अब 11मा पढ्नु थालेपछि यसो कलेज गएकोहरू पनि यसो खिच्नु पाइन्छ त अनि अहिले त 10मा त अब दिनभरि स्कुलमा अनि बिहान र बेलुकाको के भकहरू उहाँको पो काम छैन त डुली बस्छ डुली कि त हो अनि त्यही भएर सुरु गरेको अनि म त स्कुल जान्छु हेर्नु नि अब चाहिँ हाम्रो घर आइ नै सक्यो लगभग यही अगाडिको घर हो सो होइन अब चाहिँ हामी छुट्टिन्छौँ नि त उसको घर अलिक उता हो मेरो घर यहीँ हो मेरो घर त अनि उसको चाहिँ उहाँ पर हो पर त नभन ऊ यहीँनिर हो अनि मेरो चाहिँ यहीँनिर हो त्यसको मेरो त्रिवेदी चोक हो रोजीको ज्ञाने चोक हो क्या बुझ्नु यति भएपछि ए मेरो त्रिवेदी चोक हो रोजीको स्कुल जाने बाटोतिर हो लु गाइज अब चाहिँ हामी बजारबाट पनि आइसकेको छौँ अहिले चाहिँ 6 भइसकेको छ अनि त्यही हो हजुर आज भिडियो कस्तो लाग्यो मन पऱ्यो भने लाइक गरिदिनु कमेन्ट गरिदिनु अनि यति मेरो
च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। अनि फेरि अर्को भिडियोमा भेटौँला। बाई।